सो सम्पूर्णमा नमस्कार, म दिनेश। आज भने अत्यन्तै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। एकैछिन यो दृश्य हेर्नुहोस् त। उहाँलाई त चिने नै राख्नुभयो होला, अहिलेका माननीय केपी खनाल, अनि कि सबैको मनमुटुमा बस्न सफल भएका एक मात्रै यस्तो व्यक्ति हुन् ती केपी खनाल। त्यति बेलाको 15-16 वर्षको उमेरमा यस्तो कन्फिडेन्ट रहेछ भने अहिलेको त तपाईँले देखि नै राख्नु भएको छ। र उहाँलाई देशप्रति कति माया रहेछ त। त्यति बेलाको ठाउँलाई अनि कि त्यति बेलाको विगतलाई लिने हो भने अहिले त त्यति केही छैन होइन। देशप्रति कति माया गर्ने मान्छे क्या होइन। म तपाईँहरूको माझमा यो भिडियो राखिदिन्छु, एकैछिन यो भिडियो हेरिदिनु होला। यदि मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है त। मलाई त थाहा छ मसँग पैसा छैन, मसँग धन छैन, मसँग सम्पत्ति छैन। राति निन्द्रा लाग्दैन, राति सुत्ने पनि यस्तो 12-1-2 बजीसम्म म सुत्न पनि फेसबुकमा कोही मान्छे भेटिन्छ कि कोही मान्छेले सहयोग गरिहाल्छ कि छोरा मसु, भाइ मसु, दाजु मसु भन्ने कोही मान्छे भेटिन्छ कि भनेर दिनरात फेसबुककै माध्यमबाट हेरिरहेको हुन्छ। तपाईँले भन्नुभयो फेसबुकबाट 4 लाख उठाएर मैले हुम्ला जुम्ला पुग्न सकेँ। एउटा गरिबको छोरा जसलाई आफै त खाना लाउन कसले रकम दियो भने आफ्नै घर पाल्न त गाह्रो छ भने मैले हुम्ला पुगेर राजनीति गरेको छु। मलाई आशा छ म बन्नुभन्दा पनि देश बनोस्। केपी खनाल बन्नलाई होइन, केपी खनाल जन्माउनको लागि आगामी भविष्यमा देख्नेछ। र मलाई आशा छ केपी खनाल कुनै पनि व्यक्ति भोलि बिहान प्रधानमन्त्री भयो भने यही लाइभ हेर्नु होला। म कुनै पनि पद र प्रतिष्ठाको लागि लाग्ने छैन। महात्मा गान्धी अहिले भगवान भनेर पुज्छन्, तर उनलाई कुनै प्रधानमन्त्री राष्ट्रपति दिएको थिएन। म त्यस्तै नागरिक हुँ, त्यस्तै छोरा हुँ, केपी खनाललाई माया भनेर काम गर्नेछु र आगामी दिनमा पनि बोलेर भन्दा गरेर देखाउनेछु भन्ने आशा छ।